डाक्टर दीक्षा मल्ल, यस अस्पतालको मेडिकल डिरेक्टर। हामीले हाम्रो तर्फबाट हजुरहरूको मोतीबिन्दुको अपरेसन राम्रोसँग त गर्यौं, तर यसलाई अझै सफल बनाउन हजुरहरूको हेरचाह गर्ने मान्छेको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। यस भिडियोमा तपाईहरूले अपरेसन पछि के कुरामा ध्यान दिनुपर्छ, के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा राम्ररी बुझाइएको छ। कृपया यस भिडियोलाई ध्यान दिएर हेर्नुहोला र यस भिडियोमा बुझाइएको र देखाइएको कुराहरू राम्रोसँग पालना गर्नुहोला। अपरेसन पछि तपाईहरूलाई दिएको चस्मा लगाउनुहोला। यसले तपाईको आँखालाई घाम, धुलो, धुवाँबाट बचाउँछ। अपरेसन पछि आँखामा आई ड्रप प्रयोग गर्ने तरिका यस प्रकार रहेको छ। औषधि लगाउनु अघि र पछि साबुनले राम्ररी हात धुनुहोला। बोतलको टुप्पो, सेफ्टी पिन वा सुईले नछेड्नुहोस्। बोतलको ढक्कनी कस्सेर बन्द गर्नुहोस्, जसले गर्दा टुप्पोमा प्वाल बन्छ। बोतलको ढक्कनीलाई हातले नछुनुहोस्। डिस्चार्ज सारांशमा दिएका निर्देशन अनुसार अपरेसन गरिएको आँखामा मात्र औषधि प्रयोग गर्नुहोस्। यदि 2 वा बढी औषधि प्रयोग गर्नु परेमा एउटा औषधि हालेको 5 मिनेट पछि मात्रै अर्को औषधि हाल्नुहोस्। औषधि हाल्नु अघि आरामसँग बस्नुहोस् र हल्का टाउको उठाउनुहोस्। औषधि हाल्दा बोतलको टुप्पोले आँखामा नछुने गरी 1 थोपा मात्रै हाल्नुहोस् र औषधि हालिसकेपछि 1-2 मिनेटसम्म आँखा हल्का बन्द गरी राख्नुहोस्। अपरेसन गरेको आँखालाई हातले नछुनुहोस् र नमाड्नुहोस्। तपाईलाई उपलब्ध गराइएको टिस्यु अथवा कपास सफा मनतातो पानीमा भिजाएर आँखालाई बिस्तारै पुछ्नुहोस्। यी टिस्युहरू 1 पटक मात्र प्रयोग गरी फालिदिनुहोस्। अपरेसन गरेको आँखापट्टि फर्केर 1 हप्तासम्म नसुत्नुहोस्। उत्तानो परेर वा अर्को आँखापट्टि फर्केर मात्र सुत्नुहोस्। तपाई घाँटी भन्दा तल नुहाउन सक्नुहुन्छ, तर अनुहार भने भिजेको कपडाले मात्रै पुछ्नुहोस्। घर बाहिर, खोला, नाला, पोखरीमा ननुहाउनुहोस्। अरु सबै दैनिक कार्य लगायत बाहिर वा कार्यालय जाने काम 1 हप्तापछि गर्न सक्नुहुनेछ। सवारी साधन भने अपरेसन गरेको 2 हप्तापछि मात्रै चलाउनुहोस्। धुलो धुवाँ भएको ठाउँमा नजानुहोस्। चुरोट, रक्सी, खैनी जस्ता अरू सुर्तीजन्य पदार्थ नखानुहोस्। यदि तपाईले सुगर, प्रेसर, थाइरोइड जस्ता रोगको औषधि प्रयोग गरिराख्नु भएको छ भने त्यसलाई नियमितता दिनुहोस्। कुनै पनि बेला यदि तपाईलाई आँखा दुख्ने, रातो हुने, कम देख्ने जस्ता समस्या भएमा तुरन्तै रेयुकाई आँखा अस्पतालमा जचाउन आउनुहोस्। धन्यवाद।